यही महिनामा 100 पुगी जानुभयो। ए आँखा देख्नुहुन्छ कि नै? देख्थिन क्या देख्थिन। ए 100 वर्ष भइजानु भएछ अनि हामी त अब 50 वर्ष पनि बाँच्दैनौँ होला। तपाईहरु पहिला जमानामा हुनुभयो अनि अर्गानिक खानुभयो, त्यही अनुसारको कपडा थियो लाउने अनि खाना त्यही अनुसारको थियो। होइन आमा, पहिला यो खानु राम्रो। अहिले जहाँ वही बिसादी हुन्छ अनि 100 वर्ष पुग्यो त। अनि जहाँ वही बिसादी हुन्छ, पहिला खाना अर्गानिक हुन्थ्यो, बिसादी हाल्दैन थिए, त्यही भएर त यत्रो वर्ष बाँच्नु। हामी जे खाए पनि अहिले बिसादी मात्र खान्छौँ। तरकारी खाए पनि बिसादी, अनि फलफुल खाए पनि बिसादी छर्किया हुन्छ। लुगा काइथा लाउँछ हेर्नु दि, तपाईले कस्ता लगाउनु भएको? बाग्ला बाग्ला म यहीँमा 3 लाउँछु। हेर्नु हामी छाम्नु दि लुगा कति पाता लाउनु, लुगा अनुसार पनि हो। त्यही भएर अनि यत्रो ऊ बान्नुहुन्छ के अरे यहाँ धडो बान्नुहुन्छ। हामी हेर्नु यो छोड्दै छ अनि यो ठेट्टा धडो हेर्नु त, यो ठेट्टा। हामी त बाँच्दैनौँ आमा, हामी बढीमा बाँच्ला 50 वर्ष। म त 100 वर्ष पुगेँ। मैले पनि बढ्दा छोरा छोरी। तपाईसँग कोही छन् कि छैनन्? कोही छैन। छैनन्। कति खानुहुन्छ भत्ता? 10,000। 1 महिना हो? 1 महिना 10 हुनु। 2 महिना 10,000। 1 महिना 4,000। त्यही त हुनु। अब एकै बेला ल्याउँछ, त्यो छोटा छोटा गिन्ती हुँदैन। कति महिनामा? 3 महिनामा गइले? 3 महिनामा गइकिन 12 ल्याउँछ। 12,000 हो, त्यो 4,000 1 महिना। आफै खानु कहै नदिनु त्यो पैसा। पैसा भन्दा त कागज बनाइदिनु त। के कागज बनाउ? त्यो पैसा ल्या हुने न देऊ हुने, त्यो जुनाउँछु क्या। जुनाउने? मैले यहाँ चाहिँ बनाए हुँदैन नि आमा, हुँदैन। तिनीहरू न बोलाइकन सब राखिन बनाउने हो कागज। कोही नदिनु भए नदिनु, क्या खानु अब दिने क्या काम। अन्त त बोल्दैन छोरा बुहारी क्या। माग्नु माग्नु, खानु, फलफुल ल्याइ खानु बड्ड्यो, अनि नयाँ नयाँ कपडा लाउनु। अब मरेदेखि क्या गर्नु? कपडा त सुनाइ छ, कपडा नै छ। यो खानै खाना फलफुल ल्याउन पठाउनु, मासु ल्याउन पठाउनु, दही दुध ल्याउन पठाउनु, अनि आफ्नो रुपियाँले खानु खानु। त्यो पैसा मर्या दिन त्यहीँतिर हुने त हुनु। त्यो ब्याज लाइक आन्नुहुन्थ्यो, कोही एक्लै खान्छु क्या। त्यही त एक्लै खान्छु भने पुग्दैन क्या। चामल किन्नै पर्यो, तिउन किन्नै पर्यो, कपडा किन्नै पर्यो, अनि दाउरो किन्नै पर्यो। यही ठाउँ दाउरा किन्नु पर्छ। कहाँबाट? पुर्जी काट्नुहुन्छ जङ्गल? आफै ल्याउनु त सक्नुहुन्न होला। बुहारीपट्टि ल्याइदिनुहुन्छ? को ल्याइदिन्छ त? छोरो ल्यायो भने बाले न, तर आफै यही जिन्दा खोजिरहेको छु। अनि छोरा बुहारीसँग बस्ने हो, यही ठाउँ उमेरमा त जहाँ पाक्यो वहीँ खाने हो। दिया खाने। नाम तपाईँ नाम के भन्नुभयो आमा? पान्छरा सार्की नि। यो कहाँ पर्छ थाहा छ? छेडाघाट कति हो? छेडाघाट होइन। के हो? छेडाघाट त उता पऱ्यो। यही हो छेडाघाट, 13 नम्बर वडा। 13 त 13 13 नम्बर वडा।